जिन्दगी र पुस्तक एउटै हुन्। जसरी एउटा सिङ्गो पुस्तक बन्न सयौँ पानाहरू जोडिएका हुन्छन्, कयौँ च्याप्टरहरू सङ्कलित गरिएको हुन्छ, सङ्ग्रहित गरिएको हुन्छ। जीवनमा पनि हरेक दिन, हरेक पल विभिन्न सम्बन्धहरू, विभिन्न क्षणहरू, विभिन्न परिस्थितिहरू झेल्दै झेल्दै अगाडि बढिरहेका हुन्छौँ। जसरी पुस्तक पढ्दै गर्दा कुनै एउटा च्याप्टर मन परेन भने हामी पुरै सिङ्गो किताबलाई फ्याँक्दैनौँ नि, त्यसै गरी जिन्दगीलाई पनि कुनै सम्बन्धहरू, कुनै क्षणहरू, कुनै परिस्थितिहरू मन परेन भने सिङ्गो जिन्दगीलाई फाल्ने होइन, त्यो क्षणलाई, त्यो च्याप्टरलाई मात्रै फालेर फेरि पुनः सुरुवात गर्नुहोस्। अर्को पन्नाबाट पढ्न सुरुवात गर्नुहोस्, अर्को सिराबाट अगाडि बढ्न सुरुवात गर्नुहोस्, अर्को सम्बन्धबाट अगाडि बढ्न सुरुवात गर्नुहोस्। किनकि एउटा सिङ्गो पुस्तकलाई जसरी एउटा पन्नाले, एउटा च्याप्टरले खेर जान दिँदैन, त्यसै गरी तपाईँको जिन्दगी पनि कुनै एउटा व्यक्तिसँगको सम्बन्ध, कुनै एउटा परिस्थितिले अवश्य पनि खेर जान दिँदैन। त्यो मात्रै अन्तिम सत्य होइन। त्यसैले जीवनमा कहिलेकाहीँ नमिठो अनुभव सँगाल्नु भएको छ भने सम्झनुहोस्, तपाईँको जीवनको त्यो च्याप्टर मात्रै नमिठो हो। फेरि अर्को च्याप्टर पल्टाएर हेर्नुहोस् त, त्यहाँ त्योभन्दा सुन्दर अनुभव तपाईँले सँगाल्न सक्नुहुन्छ। तपाईँको समय शुभ रहोस्।